हेलो नमस्कार गाइज। आज चाहिँ म तपाईँहरूलाई देखाउन गइरहेको छु हाम्रो नयाँ पिच आएको छ। फाइनली हामीले लिएर आएको छौँ सेराटो नयाँ पिच है। धेरै एक्साइटेड छौँ यसको लागि र धेरै सालदेखि हामीले कोसिस पनि गरिरहेको थियौँ। यो सालभरि त हामीले कोसिस गऱ्यौँ यो पिचको लागि, तर अब हाम्रो मेहनतहरू देखेर अभिषेक दाको नेतृत्वमा दाले मगाइदिनु भएको पिच हो। म चाहिँ एक्साइटेड हुँदै खोल्दैछु के छ कसो छ होला भनेर। तर यसको सेटअप चाहिँ अलिकति डिफ्रेन्ट रहेछ पाइनरको हेरी, किनभने यसमा चाहिँ सी टाइप केबल लाग्ने रहेछ, RC to RC लाग्ने रहेछ। सायद एक्स्ट्रा मिक्सर पनि लाग्छ होला यसमा है। धेरै एक्साइटेड हुँदै हेर्दैछु। पर्फर्मेन्स के कस्तो छ भन्ने भिडियोहरूमा म तपाईँलाई भन्ने नै छु। तर फाइनली अब यसलाई कनेक्ट गर्ने कोसिस गरौँ है। एकपल्ट मलाई चाहिँ एकदमै दामी मजा आयो, मन पर्यो। सानो चिटिक्कै परेको है, हेर्दा पनि चिटिक्कै मजाको देख्ने ह्यान्डी टाइपको रहेछ पिच चाहिँ, एकदमै दामी है। र अब यसको सेटअप गरेर हेरौँ के कसो रहेछ। र म तपाईँहरूलाई लानेछु अब हाम्रो पुरानो पिच भएको जग्गामा है। पुरानो पिच चाहिँ हाम्रो यस्तो छ है। यहाँबाट चाहिँ हामीले धेरै कुरा सिक्नु पायौँ। पाइनरको थियो यो चाहिँ हाम्रो पिच, र यो पिचलाई चाहिँ अलविदा गर्नुपर्छ आजको दिन। लास्ट यसको बिचरा माया पनि लागिराखेको छ है। समयअनुसार के गर्नु, चेन्ज त चाहिन्छ मान्छेलाई। र यसलाई अब चेन्जेस गर्न गइरहेका छौँ। यो पिचबाट धेरै सिक्यौँ हामीले, धेरै कुरा बुझ्यौँ। अब नयाँ पिचबाट पनि धेरै सिक्नु अझै बाँकी नै छ है। पुरानो पिच हो यो हाम्रो, र यो नयाँ पिच जोड्ने क्रममा हामी गइरहेका छौँ। यसको लागि धेरै तामझाम पनि गर्नुपर्ने रहेछ। पुरा डल्लै सेटअप त चेन्ज गर्नुपर्ने रहेछ, नयाँ मिक्सर हाल्नुपर्ने रहेछ। दादाहरूले पनि यताबाट अभिषेक दाम लागिराख्नु भएको छ, यता साथी निमेश पनि लागिरहेको छ, म पनि लागिरहेको छु यसको सेटअपको लागि। र फाइनली हामी सेटअप गरिसक्दा चाहिँ यसको लुक यस्तो आयो है। सानोबाट चिटिक्कै ह्यान्डी टाइपको यसको पर्फर्मेन्स देखाउँ।